यसलाई त तल गाएर बगाएर माथि खोज्नु जाने जस्तो विद्यार्थी छैन। सर तपाईँ काल कहिले आउँछ? गुड मर्निङ केटाहरु। तेरो पकेटमा के हो त्यो निकाल। क्याल्कुलेटर हो सर। खनि यो के हो तेरो? यो क्याल्कुलेटर हो सर। कसरी हो क्याल्कुलेटर? क्याल्कुलेटर हो यो। मोबाइल हो। मोबाइलमा नि क्याल्कुलेटर त हुन्छ त, नकता च्याट जिपीटीले सोध्दा त हजुर। बस केटाहरु सिट डाउन। थ्याङ्क यू। हिजोको होमवर्क चाहिँ तयारी गराइ चाहिँ अब होमवर्क चेक गर्नु पर्छ। ल पाले पालो होमवर्क ल्याउ त केटाहरु। ल अरु पनि तयारी गर्दै गर्ने है, पालो पालो आउनु पर्छ। ए भगवान क्या जुलुम है। पीछे देखो पीछे। कुछ नहीं हो सकता क्या? ल ठीक छ, थ्याङ्क यू। खै ललित तिम्रो होमवर्क ल्याऊ। यहाँ त नाम ललित मात्रै छ त, खै तिम्रो होमवर्क? सर मेरो पेट दुखायो। अच्छा तेरो पेटले हो र होमवर्क गर्ने? सर म पेट दुखेर टोइलेट गएको थिएँ, बाहिर आउँदाखेरि भाइले काफी पानी च्यातेर फाल्दैछ सर। के बोले भाई? अब के बोले? बहाना बनाउँछस् मुर्खापन। होमवर्क नगर्दाको नजिक यस्तै हुन्छ। गोविन्द खै त आएको? यो चाहिँ तेरो के हो? होमवर्क पुरा छैन तेरो? 2 लाइन छ त, यो त रोडको लाइन जस्तो 2 हो तेरो कपीमा लेख्ने तले। सर कलम सिद्धकै लेख्दा लेख्दै त्यही भएर 2 लाइन मात्र ये भगवान क्या जुलुम है। सारा काम करूं मैं खाए वो अब... ल भयो बस अब पढ्नु त। ल आज हामी चाहिँ ट्रेन्ड्सको बारेमा पढ्छौँ है त। ओके सर। ल अब हामी आज टेन्स भन्ने टपिकमा पढ्छौँ हैन। अब के हो तिमीलाई टेन्स भने के हो तिमीलाई थाहा छ कि छैन बाबुहरु? थाहा छ सर। यो ल राम्रो त्यसपछि के हो त टेन्स भनेको? ल थाहा छ भनेर उठेर भन त तिमी। ल तिमीहरूले पनि सुन्ने है त, उसले टेन्स भनेको के उसले भन्छ है त। टेन्स भनेको एउटा मानव जीवनमा आइपर्ने टेन्सन अथवा तनाव हो। के बोले? किनकि मलाई पनि गर्लफ्रेन्डले धोका दिएर तनाव छ, तपाईलाई पनि तपाईको बुढीले तनाव दिए जस्तो छ। ए राम राम, यसलाई त तल गाएर बगाएर माथि खोज्नु जाने जस्तो विद्यार्थी छैन। मैले भन्न खोजेको त्यो टेन्सनको बारेमा हैन, टेन्स कालको बारेमा मैले भन्न खोजेको। अच्छा आउँदो रहन्छ तलाई, बस जा। सर कालको बारेमा त मलाई आउँछ नि हो। अच्छा ए हो ल राम्रो त्यसपछि ल तिमीले भन, तिमी उठा तिमीले भन त ल। सर काल भनेको यस्तो हो के, हिँड्दा हिँड्दै पनि काल आउन सक्छ, घाँस काट्दा काट्दै पनि आउँछ के। काल भनेको यस्तो हो। के बोले भाई? मान्छेहरूले धेरै आत्महत्या गरेको छन्, त्यसलाई पनि काल भन्छ, तर त्यस्तो नगर्नु पर्ने हो। ए भगवान, जोगी आए पनि कानै चिरेको जस्तो। त्यस्तो हैन बाबु, एउटाले टेन्स भने टेन्सन भन्छ, तिमीले अब फेरि त्यसलाई अर्थलाई दियो काल भनेपछि मर्ने काल भन्छ। त्यस्तो काल हैन के। काल भने समय बितेको, पहिलाको समय कसरी गयो के भयो भन्ने कुरा हुन्छ त्यसमा। वर्तमान काल, भूतकाल, भविष्यत काल हुन्छ। अच्छा हमको सिखा रिया है। ल बस तिमी। सर तपाईँ काल कहिले आउँछ? ए राम 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 राम, नछाएको कुरा त नबोल्नु नि, जहिले पनि उल्टो मात्रै बोल्ने। अब यो दुईटा त सधैँ उल्टो उल्टो मात्रै बोल्ने, होमवर्क पनि नगर्ने, जान्दा पनि नजान्ने मान्छे छन्। अब तिमी त जान्छ होला जस्तो छ। ल अब तिमीलाई त थाहा छ नि, तिमीले भन न। आउँछ नि सर। सर टेन्स 3 प्रकारका हुन्छन्, प्रेजेन्ट टेन्स, पास्ट टेन्स, फ्युचर टेन्स। ल राम्रो छ, तिमी चाहिँ बस। तिमीहरूले पनि सिक केही कुरा बाबु जीवनबाट। ल बस।
ल अब चाहिँ हामी टेन्सको बारेमा पढ्न सुरु गर्छौँ है त। टेन्स भनेको नेपालीमा ठ्याक्क भन्नु पर्दाखेरि काल है त। काल। अब यो काल भनेपछि के हो भने चाहिँ अब तिमीहरूले जस्तो भन्यौ कि यसलाई मर्ने त्यस्तो होइन कि नराम्रो होइन कि, यो काल भनेको एउटा समय हो कि। काल टेन्समा के कसरी बने हुन्छ भनेपछि एउटा टाइम हुन्छ, टाइम, अनि त्यसपछि एउटा भर्ब हुन्छ। यो चाहिँ 70% यसको मेन महत्त्व, अनि भर्बको चाहिँ हाम्रो 30% गरेर चाहिँ हाम्रो टेन्स बन्छ है त। अनि यसमा अब हामीहरूले नर्मल्ली टेन्स भनेपछि देयर आर 3 टाइप अफ टेन्स। टेन्स 3 प्रकारका छन् मेनली है त। 1 नम्बरमा छ प्रेजेन्ट टेन्स, 2 नम्बरमा छ पास्ट टेन्स, अनि 3 नम्बरमा छ हाम्रो फ्युचर टेन्स। हाम्रो मेनली अहिले चाहिँ मुख्यतया 3 प्रकारका टेन्सहरू छन् है त। ल हाम्रो प्रेजेन्ट भनेपछि चाहिँ हाम्रो अहिले वर्तमान अहिलेको अवस्थालाई जनाउँछ, अहिले नाउ भइरहेको अवस्थालाई। पास्ट टेन्स भने चाहिँ हाम्रो बितिसकेको पहिला भइसकेको, र फ्युचर टेन्स भनेपछि हाम्रो भविष्यमा के हुन्छ भन्ने कुरालाई चाहिँ यसले जनाउँछ है त। अब हामीले टेन्स भने 3 प्रकारका छन् भन्ने कुरा पर्यो होइन। अब त्यो 3 प्रकारको त बुझ्यौ नि तिमीहरूले? सर यस सर, बुझेन सर? ल नबुझेका Oh